नमस्ते सबैजनामा। फेरि पनि म आज तपाईहरुको माझमा केही नयाँ कुराहरू, केही नयाँ ज्ञान लिएर उपस्थित भएको छु। पाटामा हामीले प्रत्येक पाटामा अलिअलि कुरा गर्दै आएका छौँ। धेरै कुराहरू जानकारी गराउँदैछु, मैले धेरै कुराहरू सेयर गर्दैछु। आफूले जति थाहा पाएको छु त्यति कुरा सेयर गर्दैछु मैले। आज हामी एउटा प्लानको बारेमा, एउटा हामीसित यस्तो प्लान छ। प्लानहरू त थुप्रै छन्, तर एउटा चाहिँ प्लानको बारेमा मात्रै आज हजुरहरूसँग ब्रिफिङ गर्नेछु म। नयाँ प्लान हो, भर्खरै लन्च भएको प्लान हो, लगभग 1 वर्ष जति लन्च भएको भयो। अनि त्यो प्लानको नाम चाहिँ जीवन उत्सव भन्ने छ। अनि जीवन उत्सव भन्ने प्लानमा सेवा सुविधाहरू के छन् त? त्यो जीवन उत्सव प्लान छ, सेवा सुविधाहरू के छन् भन्ने कुरा छ। अब त्यसमा सेवा सुविधाको हकमा हामीले कुरा गर्दाखेरि सेवा सुविधा, थुप्रै सेवा सुविधाहरू छन् त्यसमा। तर किस्ता थोरै, अरू प्लान भन्दा अलि थोरै महँगो हुन्छ, तर सुविधा सम्पन्न चाहिँ प्लान हो त्यो। अनि सुविधाको हकमा त्यो के कति सुविधाहरू छन् त? म सुविधाको बारेमा भन्ने छु। अब त्यसमा अशक्तता लाभ भइगयो सुरुमा, अनि नर्मल डेथ भइहाल्यो, अनि त्यसपछि जीवित लाभ भइहाल्यो, अनि त्यसपछि दुर्घटना लाभ भइहाल्यो। 4 वटा लाभ हुन्छन्। अनि त्योभन्दा बाहेकका सुविधाहरू थुप्रै छन्। भोलि लोनका सुविधाहरू, अन्य सुविधाहरू तपाईहरूले थाहा पाइराख्नु भएको छ। 3 किस्ता तिरेपछि 3 वर्ष पुरा भएपछि लोन पाइने कुराहरू, 90% लोन पाइने कुराहरू तपाईहरूले थाहा पाउनु भएछ 3 किस्तामै। र त्योभन्दा बाहेक अब जोखिमको सवालमा कस्तो छ त्यो प्लान भन्दाखेरि 3 गुणासम्म रिस्क कभरेज हुने प्लान हो क्या त्यो भनेको जोखिमको सवालमा। जस्तै जोखिम अब दुर्घटना लाभमा 3 गुणा रिस्क कभरेज हुन्छ, नर्मल डेथमा डबल हुन्छ, डबल प्लस बोनस, अनि जोखिममा त्रिबल प्लस बोनस। जस्तै उदाहरणको लागि एकजना कसैको हामीले 1 लाखको बिमा बनायौँ। 1 लाखको बिमा बनायौँ भने हाम्रो किस्ता कति मार्च पर्छ भने ल मानिलिउँ 7000 जति मोटामोटी किस्ता पर्छ। 7000 जति मोटामोटी किस्ता पर्छ। 16 वर्षे टर्म हो। अनि यो 15 वर्षे बनाउँदाखेरि यो फाइनल एडिसन बोनस पनि यस्तै जोडिएको हुन्छ। फाइनल एडिसन बोनस जोडिएको हुँदा 16 वर्ष जे होस् अनिवार्य बनाउनुपर्छ। 16 वर्ष, 20 वर्ष, 17, 18 वर्ष जति वर्ष बनाउँदा पनि प्लान राम्रै हुन्छ। हामीले मानिलिउँ 16 वर्षको लागि बनायौँ, 1 लाखको बिमा बनायौँ भने 7000 रुपियाँ किस्ता पर्छ। 7000 रुपियाँ किस्ता परिसकेपछि अब त्यसमा दुर्घटना लाभ भनेको हामीलाई 1 × 3 1 लाखको बिमाङ्क हो। अनि 3 लाख रुपियाँ दुर्घटना लाभ, सबै मिलाएर 3 लाख रुपियाँ रिस्क कभरेज हुने भयो। अनि प्लस कति वर्ष तिरेको छ त्यसको बोनस पनि पाउने भयो। जसो मानिलिउँ 1 लाखको बिमा बनाएर कसै एकजना मान्छेको 1 वर्षभित्रै दुर्घटना घटेर डेथ भएछ भने 1 लाख रुपियाँ उसको बिमाङ्क रकम भयो। अनि 2 लाख रुपियाँ उसले दुर्घटना लाभ पाउने भयो। प्लस कति 1 किस्ता तिरेको छ त 1 वर्षको उसले ब्याज पायो। जस्तै नर्मल डेथ भनेपछि अब बिरामी भएर उपचारको क्रममा डेथ हुन्छ मान्छेको कसैको भने ठुलो रोग लागेर भोलिका दिनहरूमा त्यस्तो हुन्छ भने बिमाङ्क प्लस दुर्घटना लाभ भनेको 1 लाख रुपियाँहरू पाउँछ, 2 लाख रुपियाँ पाउँछ 1 लाखको बिमा बनाउँदा। भने दुर्घटना लाभमा त्रिबल हुने भयो, अनि नर्मल डेथमा डबल हुने भयो, अशक्तता लाभ पनि हुने भयो, अशक्तता लाभको सेवा सुविधा पनि पाउने भयो। जो सुविधा सम्पन्न प्लान छ। यो प्लानको बारेमा मैले अर्को अध्यायमा पनि थोरै ब्रिफिङ गरेको थिएँ। योमा पनि मैले ब्रिफिङ गर्न चाहे। अनि हजुरहरू यो प्लान बनाउन सक्नुहुन्छ, किन्न सक्नुहुन्छ। यही प्लानको बारेमा आज म थोरै कुरा सेयर गरेँ हजुरसँग। अब मेरो फेसबुक पेजमा, मेसेन्जरमा, अनि व्हाट्सएपमा डाइरेक्ट कल गरेर नम्बरहरू सबै दिएको छ। सबै इन्टरनेटका माध्यमहरू सबै खुला छन् मेरा। जुनसुकै माध्यमबाट पनि हजुरहरू आउन सक्नुहुनेछ भन्न चाहन्छु। आजको लागि यति नै। नमस्ते।